सर तपाईँ दुईचोटि दोलखाबाट अत्याधिक मतले जित्नुभयो, मन्त्री पनि हुनुभयो। तपाईँको उम्मेदवार यसपालि फेरि किन? स्वाभाविक रूपमा दोलखामा हामीले किन उम्मेदवारी भन्ने कुरो त दोलखामा नेकपा एमालेको पार्टी र दोलखाली जनताको बिचमा पार्वत गुरुङ नै उम्मेदवार चाहियो भन्ने माग छ। मेरो व्यक्तिगत इच्छाले मेरो उम्मेदवारी होइन, यो दोलखाली जनता, दोलखाको पार्टीले दोलखाको विकासको निम्ति, यो राष्ट्र निर्माणको निम्ति अहिले पार्टीमा जुन किसिमको अहिले हाम्रो पार्टीलाई र नेतृत्वमा जसरी यो भाद्र 23 र 24 गतेको आन्दोलन पश्चात नेकपा एमाले प्रति जुन प्रहार छ, त्यो प्रहारलाई चिर्नको निम्ति पनि र देशलाई सङ्कट छ, सङ्कटलाई चिर्नको निम्ति सङ्कटबाट समाधान गर्ने हाम्रो पार्टीमा मलाई एउटा जिम्मेवार एउटा नेताको हिसाबले, पूर्व मन्त्रीको हिसाबले र पहिला पनि अनुभव प्राप्त गरेको व्यक्तिको हिसाबले र नीति निर्माणमा हिजो पनि अनुभव प्राप्त गरिसकेको, विकास निर्माणको निम्ति काम गरेको हिसाबले र म अहिलेसम्म फेरि निरन्तर रूपमा आन्दोलनमा छु, राजनीतिमा छु, विकास निर्माणमा छु। त्यसैले पनि मलाई अहिले दोलखाली जनता र दोलखाको पार्टी र मेरो पार्टी नेकपा एमाले मलाई टिकट दिएको छ। विपक्षीहरूले किन भन्ने प्रश्न विपक्षीहरूको हो। यो प्रश्न कतिपटक भन्ने प्रश्न मेरो पार्टीको होइन, दोलखाली जनताको होइन, केही विपक्षी पार्टीका फरक मत राख्नेहरूकोले अहिले यो स्वर मिलाउन खोजेको मात्रै हो। त्यसैले म कुनै नयाँ होइन, परिस्थितिले म हरेक परिस्थितिले म चाहिँ नयाँ विचारसँगै संलग्न छु, नयाँ दृष्टिकोणसँग म सम्बन्धित छु। तपाईँको चुनावी एजेन्डाहरू के छन्? चुनावी एजेन्डा त दोलखामा हामीले अहिलेसम्म हामीले जे विकास गरेका छौँ, म निरन्तर दोलखाको विकास निर्माणमा संलग्न बाल्यकालदेखि नै छु। म भर्खरै म कुनै दोलखाको विकास खुम अन्तर्गत भाषा चट्ट दोलखा बनाउँछु भन्ने उद्देश्यबाट म आएको होइन। म दोलखाको विकास निर्माण बाल्यकालदेखि नै छु। म निरन्तर रूपमा राजनीतिमा छु, विकास निर्माणमा छु, जनताको सामाजिक रूपान्तरको मुद्दामा छु, म आन्दोलनमा छु। त्यसैले म निरन्तरता छु र हामीले यो निरन्तरतालाई नै अहिले दोलखामा जे विकास भएको छ, दोलखामा जे सामाजिक एउटा रूपान्तर भएको छ, दोलखाको जे समृद्धि भएको छ, त्यो नेकपा एमालेको सहभागिता छ। त्यसमा पार्वत गुरुङ निरन्तर रूपमा सहभागी छ र अब बाँकी दोलखालाई अझ विकास निर्माणलाई पनि समृद्ध बनाउनको निम्ति, दोलखाको सामाजिक रूपान्तरको निम्ति र दोलखामा आर्थिक एजेन्डा मुख्य अबको एजेन्डा हुनेछ। अब लगभग हामीले उत्तर दक्षिणको लोकमार्ग बाटो जोड्यौँ, चीनसँग हामीले बाटो जोड्यौँ, दक्षिणसम्म हामीले जुन बाटो जोड्छौँ र हामीले तामाकोसी तेस्रो बनाउँछौँ र दोलखामा एउटा पर्यटनीय एउटा गन्तव्यको केन्द्र बनाउँछौँ र दोलखालाई एउटा आकर्षणको केन्द्र बनाउँछौँ। पर्यटन क्षेत्रमा होस्, शैक्षिक क्षेत्रमा होस्, स्वास्थ्य क्षेत्रमा होस्, कृषि क्षेत्रमा होस्, सामाजिक रूपान्तरको क्षेत्रमा होस्, दोलखा एउटा आकर्षणको केन्द्र बन्नेछ। त्यो आकर्षणको केन्द्र बनाउन र दोलखाली जनतालाई हामीले अहिले धनी बनाउने हो, अब सबैलाई उद्यमी बनाउने हो, सबैलाई रोजगार सिर्जना गर्ने हो, विदेशमा भएका सबै युवाहरूलाई नेपालै फर्काउने हो, दोलखामै रोजगार दिने हो, नेपालमै रोजगार दिने हो। त्यो एउटा अभियानमा हामी जुटेका छौँ र मेरो त्यो फेरि अरूले जस्तो भाषण गरेर घोषणापत्र लेखेर होइन, म त्यसको विज्ञ पनि हुँ। सबैलाई कसरी नेपालमा रोजगार दिन सकिन्छ, कसरी उद्यमी बनाउन सकिन्छ, कसरी नेपालमा आर्थिक रूपान्तर गर्न सकिन्छ भन्ने कुरोको चाहिँ म स्वाभाविक रूपमा नेपालमा त्यस सम्बन्धी एउटा ज्ञान राख्छु, त्यो अनुभव छ। म आफै पनि उत्पादन र उद्यमशीलसँग जोडेरै राजनीति गरेको छु। त्यसैले मलाई कसैले सिक्नुपर्ने, मैले अनुभव गर्नुपर्ने, मैले कहीँ भाषण गर्नुपर्ने होइन कि मैले धेरैलाई नेपालमै पनि अहिले मैले धेरै मान्छेहरूलाई चाहिँ उत्पादनमा उद्यमशीलमा जोडेर काम गरिरहेको छु र त्यो अनुभव छ र म अझ त्यसलाई व्यापक र विस्तार गरेर नेपालमा दोलखामा एउटा विकास प्राधिकरणकै रूपमा दोलखामा एउटा चाहिँ हामी निर्माण गर्नेछौँ र धेरै मान्छेलाई रोजगार दिएर हामी विभिन्न क्षेत्रमा एउटा पब्लिक कम्पनीहरू बनाएर जनतालाई धनी बनाउने काम, यहाँ आर्थिक क्रान्ति गर्ने काम हुनेछ। तपाईँको जित्ने आधारहरू के छन्? जित्ने आधार त के हो, मेरो त अब नेकपा एमाले दोलखा जिल्लाको पहिलो पार्टी हो। सङ्गठन हाम्रो पहिलो सङ्गठनको हिसाबले छ, सङ्गठन विस्तार छ,
जनता कार्यकर्ता बिचमा स्थानीय जनताको बिचमा हाम्रो पार्टी अत्यन्तै नङ्ग्रा मासुको सम्बन्ध छ। हामी सधैँभरि जनतासँग जोडिएका छौँ। जनताका सार्वजनिक महत्त्वका प्रदेश जनसरकारका मुद्दामा किन नहोस्, विकास निर्माणको मुद्दामा किन नहोस्, दोलखाको मुद्दामा जोडिने एउटा कार्यकर्ता पङ्क्ति छ। हामी अत्यन्तै सिनियर पुस्ता पनि छौँ, हामी जस्तो दोस्रो पुस्ताहरू पनि छौँ र तेस्रो पुस्ता, चौथो, पाँचौँ पुस्तासम्म एमालेको एउटा चाहिँ पार्टी नेता कार्यकर्ताको पङ्क्ति छ। त्यो जनतासँग जोडेको छ, यहाँको भूगोलसँग जोडेको छ, यहाँको विकास निर्माणसँग जोडेको छ र सबै हिसाबले हामी जनताको बिचमा सम्बन्धित छौँ, प्रिय छौँ र जनता र पार्टीको बिचमा नङ्ग्रा मासुको सम्बन्ध छ। हामी पहिलो आदर त्यो छ भने र दोलखामा हरेक हिसाबको इस्युमा, दोलखाको राजनीतिमा होस्, दोलखाको राजनीति संस्कारको कुरामा होस्, समन्वय गर्ने कुरो होस्, सहमति कायम गर्ने होस्, दोलखाको विकास निर्माणमा सबै हामीले केन्द्रमा हामीले कोअर्डिनेसन गर्ने कुरोमा होस्, सबै कुरोमा म यसको अगुवाई गरिरहेको छु र मैले सहजीकरण गरिरहेको छु र म सबैलाई मेरो आह्वान पनि छ। म दोलखामा लोकप्रिय पनि छु, दोलखामा म अहिलेको भइरहेको उम्मेदवारहरूको बिचमा म अनुभवी पनि छु र मैले फेरि केन्द्रको राजनीतिमा नै मैले त्यो पहुँच पुर्याउन सक्छु र दोलखाको राजनीतिमा हिजो निरन्तर गर्दै आएको छु र कहीँ मेरो ब्रेक छैन। त्यसैले म दोलखाको जनता, दोलखाको भूगोल, दोलखाको पार्टी र सबैसँग म अत्यन्तै एउटा जनतासँग भिजेको छु, कार्यकर्तासँग भिजेको छु, दोलखाको समस्यासँग म बुझेको छु। त्यो समस्या बुझेको व्यक्तिको हिसाबले र छिटै यसलाई चाहिँ अब हामीले सधैँ समस्याको रूपमा राख्दैनौँ, यो अन्त्य गरेर दोलखा एउटा समृद्ध दोलखा, सुखी दोलखा बनाउने उद्देश्यसहित म चुनावमा मैले आफूलाई विजय प्राप्त गर्ने मैले विश्वास लिएको छु। तपाईँ जित्नु भएपछि पहिलो दोस्रो के विकास गर्नुहुन्छ? दोस्रो तेस्रो त दोलखामा अहिले भइरहेको अधुरो योजनाहरूलाई पुरा गर्नुपर्छ, दोलखाकै सबै स्तर उन्नति गर्नुपर्छ, दोलखा सबै कालोपत्री गर्नुपर्छ, सडक स्तर उन्नति र कालोपत्री गर्नुपर्छ। उत्तर दक्षिणको हामी जुन चीनसँग जोडिएको नाका खोल्नुपर्छ, त्यो सुरुवात भएको छ। अहिले सिङ्गटीबाट चाहिँ लामरसम्मको कालोपत्री जोड्ने काम पनि भएको छ, त्यो पनि मेरै पहलमा भएको कुरा हो। बाटो नाका जोड्ने कुरोमा पनि हामीले गरिरहेका छौँ र अर्को तामाकोसी तेस्रो सम्पन्न गर्छौँ। त दोलखाको सबैभन्दा अब मेरुदण्डको रूपमा त्यो रहनेछ र हामीले यो खरीजुङ्गा म्याग्नेसाइट सञ्चालन गर्नेछौँ, फिल्म सिटी निर्माण गर्नेछौँ, जिरीताल निर्माण गर्नेछौँ र हामी दोलखामा एउटा विशेष दोलखालीहरू सबैको एउटा चाहिँ रोजगारी सिर्जना गर्ने उद्यमशील एउटा व्यक्तिहरू बनाउने, दोलखामा एउटा विकास प्राधिकरणको एउटा कम्पनी खोलेर हामी दोलखाको एउटा चाहिँ सबै दोलखालीहरूलाई धनी बनाउने र सबै दोलखालीहरूलाई चाहिँ रोजगारी सिर्जना गर्ने, विदेशमा भएको युवाहरूलाई विदेशमा कारणवश जाने मात्रै होस्, रोजगारीको निम्ति अब विदेश जानै नपर्ने अन्त्य गर्नेछु। त्यो मेरो प्रतिबद्धता पनि, त्यो मेरो योजना पनि हो। यी सबै कुरोहरू पुरा गर्नको निम्ति र दोलखालाई अब सधैँभरि हामी समस्यामा होइन, दोलखा अब विकास भएन भन्ने होइन, दोलखामा केही पनि भएन भन्ने कुरोको अन्त्य गरेर दोलखा एउटा चाहिँ सम्पन्न दोलखा, समृद्ध दोलखा, सुखी दोलखा बनाउने काममा पार्वत गुरुङलाई, सूर्य चिन्हलाई मतदान गर्नको लागि म दोलखावासी आदरणीय बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्दछु।